साथीहरू, अहिले भर्खरै इरान र अमेरिकाको चाहिँ राम्रो सम्बन्ध हुँदै गएको देखिरहन पाएको छौँ। यस्तो इरान र अमेरिकाको सम्बन्ध सुमधुर हुँदै गएको अवस्थामा चाहिँ अमेरिकालाई आफ्नो नियन्त्रणमा लिइरहेको इजरायल भने चाहिँ धेरै नै रिसाइरहेको अवस्था छ। अमेरिका र इरानको जुन सम्झौता भएको छ, ती सम्झौता पत्रको कपी पनि इजरायललाई चाहिँ उपलब्ध भएको छैन। तर इजरायल फायर भएको छ। इजरायलले चाहिँ तिमी दुईजना मिल्दै गर, तर म चाहिँ लेबानमा जुन भएका युती समूह छ त्यहाँ चाहिँ म आक्रमण जारी नै राख्नेछु भनेको छ। के हुन्छ होला, कुन मोडमा लिन्छ कथाले यो युद्धले, या युद्ध रोकिन्छ, के हुन्छ? अझै पनि मान्छेहरूको आफ्नो आफ्नो धारणा छ। कोही युद्ध रोकिन्छ भनिरहेछन् भने कोही युद्ध रोक्न अझै पनि सम्भव छैन भन्ने जनमानसको चाहिँ धारणा हामी देख्न सक्छौँ। जब इजरायलले अमेरिकालाई अटेर गरेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ इजरायललाई चाहिँ आफ्नो औकात नबिर्सिनु भनेर चाहिँ आफ्नो प्रतिक्रिया दिएका छन्। डोनाल्ड ट्रम्पको कुनै पनि अब कुराको ठ्याक्क यही भनेर यकिन हुँदैन। उनी एकदम सस्पेन्स मुभी जस्तै छन्। उनले इरानलाई हामी भएकै कारणले तिमी स्थापना भएको हो, हाम्रै कारणले तिम्रो औचित्य अहिलेसम्म छ भनेर डोनाल्ड ट्रम्पले चाहिँ इजरायललाई चाहिँ आफ्नो पुरानो समय नबिर्सिनु सम्झाइरहेका छन्। जानकारी गराउन चाहन्छु, इजरायल आज जुन ठाउँमा इजरायल छ, कुनै समयमा प्यालेस्टाइन थियो। प्यालेस्टाइनमा ठाउँ उपलब्ध अमेरिकाले नै गराएको र हाल इजरायलले चाहिँ प्यालेस्टाइन विश्वबाट हटाउन खोजिरहेको छ। यस्तो अवस्थामा के इजरायल अमेरिकासँग झुक्ला त? यस्तो अवस्थामा डोनाल्ड ट्रम्पका आफ्नै समकक्षीहरू पनि इजरायलको सपोर्टमा देखिएको छ। अमेरिका राष्ट्रबाट इजरायलका राजदूत भएका जो राजदूत छन् उनले पनि इजरायल छैन भने हामी अमेरिका पनि छैनौँ भनेर यस्तो प्रतिक्रिया दिइरहेको छ। इतिहासमा इजरायलको विरुद्धमा जो राष्ट्रपतिले बोले, जोन एफ केनेडी लगायत जति पनि राष्ट्रपतिहरू थिए इजरायलको विरुद्धमा बोल्ने, उनीहरूको कि त कार्यकाल सकिएको छ, या त छोटिएको छ, या त आयु छोटिएको छ। यस्तो अवस्थामा के होला त? के अमेरिकाको कुरो इजरायलले मान्ला, या त इजरायलले अमेरिकालाई घोडा टेकाउला? के होला? तपाईँहरूको आफ्नो प्रतिक्रिया दिनुहोस् होला।